सम्पूर्णमा अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहु। सम्पूर्णमा रमजान शरीफ मुबारक। र यही रमजान शरीफको महिनाको केही विशेषताहरूको बारेमा मैले आज सानो भिडियो बनाउँदैछु। यो रोजा हामी बसिन्छ, यसलाई नेपालीमा के भनिन्छ? रोजा भनेको के हो? इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान हिजरी इस्लामिक पात्रोको 9औं महिना हो। यो महिना विश्वभर व्रत, इबादत, उपासना, आत्मसंयम, त्याग, धैर्य र आत्मशुद्धिको प्रतीक रूपमा मनाइन्छ। रमजानमा रोजा बस्नु इस्लामका 5 स्तम्भहरूमध्ये एक महत्त्वपूर्ण स्तम्भ हो। बिहान सबेरै फजर अघिदेखि साँझ सूर्यास्तसम्म खाना, पानी, धूम्रपान तथा दाम्पत्य सम्बन्धबाट टाढा रही बस्ने व्रतलाई रोजा भनिन्छ। यो हरेक मानसिक तथा शारीरिक रूपमा सक्षम बालिग मुसलमान पुरुष र महिलामाथि अनिवार्य गरिएको छ। अरबी भाषामा रोजालाई सौम भनिन्छ, जसको अर्थ रोकिनु हो, अर्थात् शरीरका इन्द्रियहरूलाई कुकर्मबाट रोकेर अल्लाहको आज्ञामा समर्पित हुनु। रोजा राख्ने उद्देश्यले रातको अन्तिम भागमा खाने भोजनलाई सेहरी भनिन्छ र साँझ रोजा खोल्ने भोजनलाई इफ्तार भनिन्छ। रमजान केवल भोक र तिर्खाको अभ्यास मात्र होइन, यो आत्माको शुद्धता र अल्लाहसँगको निकटताको अवसर हो। यस महिनाले मानिसलाई आफ्नै भित्री संसारतर्फ फर्कन प्रेरित गर्छ। आजको भागदौड र स्वार्थले भरिएको जीवनमा रमजानले स्वयं सत्य बोल्ने बानी, असल चरित्र र आत्मनियन्त्रण सिकाउँछ। मानव शरीर र आत्माबाट बनेको हुन्छ। सामान्य दिनहरूमा मानिस खानपान, आराम र सांसारिक चाहनामा व्यस्त हुन्छ, तर रमजान आत्माको पोषण गर्ने महिना हो। यही कारण अल्लाहले रमजानलाई आत्मिक शुद्धताको विशेष अवसर बनाउनु भएको हो। रोजाको उद्देश्य गरिब, असहाय र भोकम प्यासबाट पीडित मानिसहरूको पीडा अनुभूति गर्नु पनि हो। जब मानिस आफै भोक र तिर्खा सहन्छ, तब उसमा दया, करुणा र सहयोगको भावना जागृत हुन्छ। समाजमा भाइचारा, समानता र मानवता बलियो बनाउने शक्ति रोजामा रहेको छ। रोजाले आत्मनिरीक्षणको मौका दिन्छ। एउटा भनाइ छ, द आइज आर द विन्डोज टु द सोल, अर्थात् आँखाले देखेको कुराले आत्मामा प्रभाव पार्छ। रोजाले वैध इच्छाहरूलाई पनि नियन्त्रण गरेको आत्मिक विजय प्राप्त गर्न सिकाउँछ। यदि मानिसले आफ्ना कमजोरी सुधार्ने प्रयास गर्छ भने समाजबाट खराबी आफै हट्दै जान्छ। यही रमजानको सन्देश हो। रमजान धैर्यको महिना हो र धैर्य नै सबै इबादतको आधार हो। धैर्य बिना नमाज सम्भव छैन, धैर्य बिना जकात सम्भव छैन र धैर्य बिना रोजा सम्भव छैन। यसैले कुरानमा इबादतसँगै धैर्यको आदेश दिइएको छ। रोजा राख्दा छिमेकी र गरिबको ख्याल राख्नुपर्छ। छिमेकी भोकै छन् भने केवल आफू रोजा राख्नुको अर्थ रहँदैन। अल्लाहले मानवलाई सबैभन्दा श्रेष्ठ प्राणी बनाउनु भएको छ र मानवतालाई सहयोग गर्ने जिम्मेवारी सुम्पिनु भएको छ। अल्लाह तालाले भन्नुहुन्छ, तिमीहरू तबसम्म भलाइमा पुग्दैनौ जबसम्म आफ्नो प्रिय वस्तु अल्लाहको मार्गमा खर्च गर्दैनौ। रमजानको मुख्य उद्देश्य यही हो कि मुसलमानले यो एक महिना मात्र होइन, वर्षभरि नै अल्लाहको भय, इबादत, कुरानको अध्ययन र असल चरित्र सहित जीवन बिताओस्। रोजा आत्मिक रोगको औषधि हो। यसले मानवलाई शान्ति, सहयोग र सदाचारतर्फ डोर्याउँछ। गरिब, धनी, राजा, रङ्क सबैलाई रोजा बराबरी रूपमा अनिवार्य गरिएको छ, जसले समानता र भाइचाराको सन्देश दिन्छ। तर बालबालिका, बिरामी, यात्रामा रहेका व्यक्ति, गर्भवती महिला, स्तनपान गराएकी आमा, महिनावारी भएकी महिला तथा शारीरिक वा मानसिक रूपमा असक्षम व्यक्तिलाई रोजाबाट छुट दिइएको छ। उनीहरूले पछि अन्य दिनमा रोजा पूरा गर्न सक्छन्। कुरानको सूरे बकरामा अल्लाह तालाले फरमाउनुहुन्छ, या अय्युहल्लजीना आमनु कुतिबा अलैकुमुस सियाम कमा कुतिबा अलल लजीना मिन क़ब्लिकुम लअल्लकुम तत्तक़ून। ए इमानवालाहरू, तिमीहरूमाथि रोजा अनिवार्य गरिएको छ, जसरी
पहिलाका समुदायमाथि गरिएको थियो ताकि तिमी संयमी बन। रमजान महिनामा धेरै ऐतिहासिक घटनाहरू पनि भएका छन्। यस महिनामा कुरान अवतरण भयो, बद्रको युद्ध भयो र इस्लामको इतिहासका महत्त्वपूर्ण घटनाहरू घटित भए। यसैले रमजानको महत्त्व अत्यन्त उच्च छ। रमजान आत्मशुद्धि, दया, सहयोग र संयम र अल्लाहसँगको सम्बन्ध बलियो बनाउने अनुपम अवसर हो। सबैलाई पवित्र रमजान महिनाको हार्दिक शुभकामना। अल्लाहले हामी सबैलाई सही मार्गमा हिँड्ने तौफिक दिउन्। आमिन सुम्मा आमिन। सलाम।